सो हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल साथीहरू गाइड्सहरू सबैजनालाई होइन आइप सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु होइन। अनि हामी चाहिँ आज खाली डोको बोकेर टक लाएर हामी चाहिँ चारोतिर हिँड्दै गरेको के गर्नु गाइड्सहरू यस्तै छ। आफ्टर लङ टाइम पछि आज लङ भिडियो आउने छ भरेतिर हेरिदिनुहोस् होइन गाइड्सहरू यस्तै छ। अनि हाम्रो यसो हल्का सामान छ यो चाहिँ दिदीले दिनुभएको निकै भइसक्यो। यो दिदीले दिनुभएको कस्तो काम लाग्छ कहिलेकै होइन। यसरी जङ्गलतिर हिँड्दै गर्दा कता एक्लै भिडियो बनाउँदा टक्क लाएर तिनवटा खुट्टा फ्वात्त निकालेर ल्याप्प अडाएर ठ्याक्क टाँसेर बनाउनु थाल्नुपर्छ। सजिलो हुन्छ होइन। यस्तै छ हल्का ठन्डी जाडो छ। उहाँलाई चिनेन मैले जङ्गलतिरको। आज हामी यसो डुल्दै चारो काका पनि सबै चारो चाहिँ सकिसक्यो होइन। यतातिर कता डुल्छौँ कति बेला कहाँ पुऱ्याइन्छ थाहा हुँदैन। अनि यो चाहिँ हाम्रो खोलाको नजारा यस्तो खतरा छ भने नि बाटो पनि बनेको छैन। यहाँ यो ठाउँमा बाटो पनि बन्छ जस्तो चाहिँ छैन। यो कहिले बनाउने हो। यति ठुलो पहिरो गएको छ। यस्तो खतरा कहिले बनाउला। कुन चोर नेताले बनाउँछ बाटो। हामी जाने कहाँ चारो टिप्न अब। सो अनि हाम्रो खोलाको नजराहरू चाहिँ यस्तो छ पुरा होइन। अबको कति 2-3 वर्ष 5-6 वर्ष कति पछि बनाउँछ कि यो बाटो होइन। नत्रै यहाँ आश छैन बनाउँछ भन्ने आश चाहिँ छैन ममा चाहिँ। अरूमा भए पनि होइन के गर्नु। नेताहरू पनि माग गोरु लुवाटहरू मात्र हुन्छ अहिले होइन। भोट माग्नु अहिले अब चुनाव हुन आँट्यो नि त। नेताहरू भोट माग्दै आउँछ होइन। भोट माग्दै आयो भने यहाँ लिएर बाटो दिनुपर्छ क्या। अन्त यो बना नि तँलाई भोट दिन्छु भन्नुपर्छ। सबै भोट माग्न आउनेहरू मात्र हुन्छ अहिले। यहाँ मात्र होइन कि यो छिटोको हाम्रो घरहरू यताको जङ्गल हो यो चाहिँ। अनि टक्क यहाँबाट अझै पर नि यस्तै धमाकादार पहिरो गएको ठाउँहरू झन् खतरा छ होइन। म देखाउँछु। आज चाहिँ हामी निकै परैसम्म जाने भयो यो चारोमा। अनि निकै परै जान्छौँ। यता त्यति चारो छैन होइन। पर पुग्ने बेला भयो। अनि अर्को भनेको यहाँ पनि हुनुहुन्छ यति खतरा। यहाँ चाहिँ सिर्फ यहीँबाट सुलुलु गाडी छिर्ने मात्र। तपाईँहरू देख्नु सक्नुहुन्छ कोप्सेगङको मिनी झरना। यो चाहिँ अस्ति बाहुबलीको फिल्मको झरना। बाहुबलीमा जुन बाहुबली त्यो चढेको थियो नि त्रिशुल हानेर यही हो क्या त्यो। अलिकति माथि त खोलाको रुख हौ त्यही हो त्यो के अरे त्रिशुल अड्केर चढेको क्या त्यही हो। अनि त्यहाँदेखि माथि चाहिँ त्यो ठुलो खतरा झर्ना छ क्या। अहिले अस्ति लडेकै थियो अहिले सानो निस्किरहेको छ त्यो उयो चाहिँ। अस्ति त्यो बाहुबलीले किरा हानेको यो चाहिँ के त्यो हो। अनि यस्तै पहिरो आएर सबै लग्या हो क्या। तल कहाँ पुगिरह होला अहिले फेरि निस्किँदैछ। फेरि बाहुबली अहिले कति निस्किसक्यो 2 निस्किसक्यो कि कति निस्किसक्यो त होइन 2। अब फेरि 2मा सुटिङ हान्न आउने भन्दै थियो झरनामा होइन। आउँछ होला फेरि 3मा हो। 3मा फेरि सुटिङ हान्न आउँछ होला बाहुबलीको अब होइन। हाम्रो गाउँ खतरा हुने हो। झरनाको त कम छैन। अझै अर्को झरना छ माथितिर पर झन् खतरा छ के भनेको यार। कस्तो खतरा छ नि नामी के
कुप्चे ठाउँ कुप्चो नामै कुप्चे ठाउँमै खतरा आमामा के छ नि यार गाइड्सहरू होइन यो चाहिँ के अनि हाम्रो के अरे यो बाँस बेच्ने कुरा गर्दै थियो काटेर अनि यो बाँस के अरे बेच्नु खोज्नेहरूले यो बाँसको हालत के बनाएको सबै सत्तरभन्दा पनि 70 बनाएको छ बाँसहरू होइन सबै चिल्लो हानेको छ यहाँ यो ठाउँमा त के गर्नु पैसा समय भन्छ कि समयले के गर्छ यस्तो छ बाँसहरू सबै सोतर यता हाम्रो चक्लेटी हिरो यहाँ रहेछ त्यो सो यति ठुलो होइन भिड पाखाहरू छ भने नि हाम्रो के अरे गाउँतिर मेरो पछाडि देख्न सक्नुहुन्छ तपाईँहरू होइन कत्रो ठुलो भिडहरू छ उड्यो सेती उड्यो फेरि अन्त पावर हुनु पर्यो नि त भाइ पहिला माथि बच्चा हुँदा चाहिँ माथि पढ्दा यस्तो चुट्टाउँदै हिँड्थ्यौँ गुराँस कति बेला फल्छ साँच्चै सक्यो हेर्नु है गाइजहरू हाम्रो गाउँ यहाँबाट हेर्नुपर्छ क्या सोत्थरै गएको छ माथि पहिरो खोलाको यो अनि यो चाहिँ हाम्रो गाउँ होइन गाउँको नजारा यस्तो छ अहिले अब त खडेरी लाग्ने उयो हो नि त अब फागुनदेखि चैत अनि वैशाखदेखि फेरि पानी पर्नु थाल्छ अनि फेरि निस्किन थाल्छ नमुना घाँसहरू होइन यस्तै छ अनि यो चाहिँ हाम्रो यसलाई के भन्छ भने नाखे डाँडा भन्छ क्या एउटालाई चाहिँ यहाँबाट हेर्दा जस्तो देखिन्छ तर परबाट हेऱ्यो भने चाहिँ ठक्कै नाक जस्तै देखिन्छ क्या जस्तै कि मेरो नाक जस्तै देखिन्छ नाखे डाँडा भन्ने अरे रोडहरू होइन एउटै हिँड्ने लाइकको चाहिँ छैन गाइडहरू हाम्रोतिरको बाटोहरू यस्तो छ एउटै हिँड्ने लाइकको बाटो चाहिँ छैन यहाँतिर मान्छे त हिँडिन्छ जसोतसो यस्तोमा त होइन त्यही नै मातेको मान्छे थियो अन्त लडेर नाकमुख सिङ्गडा हुन्छ के गर्नु एउटा राम्रो बाटो छैन कहिले बनाउने हो ल आन्द्रा रहेछ यस्तो दिन झन्डै लम्पछार बाटो हेर्नु सिँडा पर एउटा छैन लम्पछार म नि खतरा पत्रकार बन्छु होला यार यसरी के टक्क लाएर यसरी दर्शक बिनहरू तपाईँ देख्न सक्नुहुन्छ भन्दै बनाउनु पर्ने या गर्ने अनि गोलिया अर्को भनेको चाहिँ गोलियाले सबै रुखहरू सकाएको छ यहाँ कत्रो ठुलो रुख छ हेर्नु गाइजहरू क्लियर त देखि छैन हेर्न हल्लिने यार के हो यति ठुलो छ ल ठिलै लडाइदे ल झिझिक नि हालिँदैन है कत्रो चाहिँ मान्छे भन्दा ठुलो चाहिँ कहाँ हल्लिन्छ नि यो कुछ भी नहीं हो सक्ता तर यो हाम्रोतिर चाहिँ साह्रै पहिरो जाने यहाँ ठाउँ कोप्चो छ हामी आएर लानुपर्छ यो मेरो भिडियो हेर है तल्लो गाउँको मान्छेहरू को छौ तल्लो गाउँको मान्छेहरू को छौ नि यो भिडियो हेर है मेरो भ्लग हेर कि यो दाउरा कसको रोशन लाउती आएर लगेर जान्छ अब भोलि कसको होइन यता मुडा पनि रहेछ कि लगेर जान्छ अब कसको होइन लगेर जान्छु म अनि यो चाहिँ हाम्रोदेखि तेरो क्यामेरा दोस्रो हुनु पनि गाह्रो छ यो चाहिँ हाम्रो तलको हाम्रोदेखि तलको यसलाई चाहिँ छेत्री गाउँ भन्छ गाइजहरू होइन के अरे छेत्री गाउँ कहाँ हुन्छ सबै लगिहाल्छ अनि हाम्रो कोप्चे गाउँको नजारा नि हेर्न सक्नुहुन्छ यस्तो छ
देखिँदैन ऊ परको यो अगाडिको जुन डाँडा छ यो चुच्चोमा पुगेर म देखाउँछु हेर्न गर्दैतिर ए यहाँ त खतरा हो नि त ओइ एउटा उयोको पदामीको डान्स हान्नु त गम्बुट लगाएको जस्तो हान्दैन यहाँ डढेलो सडेलो के ला ये छ होइन सो अनि यो ठाउँलाई चाहिँ हाम्रो तिनदौभाने भन्छ पहिला चाहिँ साह्रै मान्छे पहिला गाउँमा मान्छे धेरै थियो नि त अनि मान्छेहरू नि गाई बस्तु चलाउनु साह्रै आउँथ्यो त्यति बेला यहाँ रुखहरू नि काटेको थिएन त्यति बेला गुलिया काट्थेन कि अहिले त चिल्लै छ के भन्नु 70 छैन रुखहरू पहिला यति खतरा रुख थियो नि यहाँ ठाउँमा अनि हाम्रो गाउँको सबैभन्दा डेन्जर खतरा झर्ना यहाँ हेर्नुहोस् यति खतरा छ नि रे बाबा आमामामामामा त यत्रो देखिन्छ जस्तो यहाँ त नि म पनि त्यही देखिन्छु होला है यस्तो खतरा ठाउँ छ नि बाफ रे बाफ हाम्रोतिर हेर्नुहोस् गाइजहरू कति हेर्नुहुन्छ हाम्रो गाउँतिरको झरना अलिकति पानी आउँदा त झन् खतरा देखिने हो कि अब पानी छैन कहाँ यो चढ्ने खालकै छैन यो चढ छाडे के यो छ नि यो चढ छाडे के यहाँ चढ्न सकिँदैन कोही आउन चाहनुहुन्छ भने यहाँ यसो भिडियो सुट हान्न आउनुहोस् होइन ठाउँ एकदम दामी छ झर्नाको यो चाहिएको छ भने आउनुहोस् एकदम दामी छ ठाउँ होइन कहाँ यहाँ चाहिँ यति पर कहाँ जानु यहाँ त पाउनु नि पर्यो नि त जानु त यति पर गएर त घर त 12 बजी मात्रै होला के भयो त 1 बजी आउँदा नि के भयो त तेरो चाहिँ के काम मेरो के काम छ त कुछ पनि यहाँ हाम्रो काम बाटो हेर्न सक्नुहुन्छ ल पछाड तपाईँहरूलाई म बाटो देखाइदिन्छु यस्तो छ ए अनि ओइ तेरो चुनाव चिन्ह के अरे डोको हामी डोको पार्टी हो ए हामीसँग डोको छ हामी डोकोको नि ए यहाँ पनि छैन यहाँ माथि पाइँदैन नि खतरा ठाउँहरू चाहिँ यिनीहरू हो यहाँ त झन् बाटो सानो होइन एकदम सानो यात्रो ढुङ्गा र तेर्सिरा छ अगाडितिर होइन हामी नि अब चार टिप्ने ठाउँ पुग्न आँट्यौँ अलि यता छौँ अलि यता डाँडातिर होइन यो यार कति ठुलो ढुङ्गा यार झन् सो अनि यो चाहिँ हाम्रो गाउँ अलिकति देखिएन कहाँ देखिन्छ र यहाँ देखिँदैन सो हाम्रो गाउँ चाहिँ यस्तो छ है गाइजहरू टक्क लाएर त्यही धेरै न 50, 55, 56, 57 कति घर होला यहाँ गाउँभित्र ठाउँै त्यस्तै हो नि क्यामेरा नि हल्का उयो दिँदैन मेरो त्यही भएर त्यस्तो देखिएको हो जस्तो भयो नि गाउँ राम्रै छ भनौँ न हाम्रो लागि अरूको लागि जस्तो भयो नि ठिकै छ अनि हाम्रो मेन तुम्बेवाको बजार भनेको यो परको डाँडा यो जुन देखिरहेको डाँडा सिधा छ नि यो चाहिँ हाम्रो मौमा बजार भन्छ क्या यसलाई चाहिँ अनि अहिले चाहिँ हामी हाङगुमतर्फ छौँ अनि यहाँ मुनि टाढो टिप्नु जानुपर्ने चाहिँ हामी कता भने यहाँदेखि यो जङ्गल मुनि जाने भनेको होइन अनि यता हाम्रो एकजना बुढो बाजे हेलो बुढो अङ्कल कहाँ हिँड्दै गर्नुभएको लट्ठी टेकेर ए बुढी लिनु कता माइत जाँदैछ बुढी गएको छ ए भनेपछि आज
बाजेलाई ससुरालीमा केही मिल्छ ल ल खरामै। अनि हाम्रो चाहिँ यहाँ जङ्गलको बिचमा एउटा बस्ती छ यहाँ होइन यहाँ माथि नि कहाँ थियो घर यहाँ अनि यहाँ छ अर्को घर यहाँ छ के बस्ती ठिकै हो यो जङ्गलमा यसो अम्लिसो रोपेको छ मकै सकै रोप्छ तर बाँदरले खाइदिन्छ कसरी त्यही त भनेको त अम्लिसो चाहिँ खतरा रहेछ के झप झप खोइ त्यो त थाहा भएन यार बेच्छ होला नि दिन्छ तँलाई जान माग्न दिन्छ कि यो डोको पार्टीहरू यस्तै हो डेस्टिनेसनतर्फ भित्र छिरिसक्यौँ होइन पुग्न नै आँट्यौँ चाबो चाहिँ छ कि छैन भन्ने हो कि चाबो थियो भने कहाँ पुग्नु पर्ने के गर्नु होइन कहाँ चारवटा जिलेर पनि भाइको लानुपर्छ यहाँ छ कि भन्ने आशले आएको हामी सबै तर पहिरो परेर देखियो छन् यहाँ हेर्नु हरियो 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 परियो छ होइन तर ओहो यहाँ पनि दाउरा छ यार दाउरा भनेपछि यहाँ मान्छे बस्दो रहेछ ओइ ओ यहाँ त च्याउ ल भनेपछि यहाँ मान्छे बस्दो रहेछ सो चाहिँ अब कम्ती घुम्नु परेन त्यहाँ बाटो साँच्ची यहाँ ओह्रालो पो थियो त थियो त यहाँ सर्टकट बाटो थियो कि यहाँ कहाँ छ हिँड्न त त्यसै किन जान्ने भएछ त दाइहरू भन्दा जान्ने हुन्छ केटाहरू के भन्नु भने केटाहरू यार हिरो बन्छ भन्नु अरे के भयो त घुमेकै जाएंगे होइन त्यही यार चारो टिप्ने जङ्गल छिरिसक्यो चारोहरू रहेछ अलिअलि होइन अलिअलि अस्ति मान्छे आउनु चाहिँ आएको रहेछ जङ्गलतिर आउँछ नि किन आउँदैन यार मान्छेहरूको सुँगुर हुँदैन र हाम्रो मात्र हुन्छ र भन्नु अरे होइन आइसकेको रहेछ मान्छे हुनु चाहिँ मलाई पनि त्यो अङ्गालोमा बाँध्न मिल्दैन र भन्छ होइन यहीँबाट हामी काट्दै छिर्छौँ होइन पल्लोपट्टि पुग्छौँ कति कहाँसम्ममा चारोको बारी पुग्छ होइन चारो नै छैन त यार अस्ति कसले ठोसा चाहिँ सबै उडाइहालेको छ सानो राखिदिएको रहेछ त हामीलाई यहाँ टिनसिन सो अब मैले ब्लग चाहिँ यहीँ राखेँ होइन चारोको भारी सारी पुऱ्याएर भारी पुऱ्याएर घर गुड्दैछौँ सिस्नोको चिलै निकै फर्किँदैछौँ भनौँ न घरतिर सिस्नोको चिलै निकै राम्रो हामीले खायौँ होइन अनि हाम्रो भारी देख्न सक्नुहुन्छ देखेको छ कि छैन पछाडि नै हेरौँ भारी एकदम चिलाइ खाइयो पन्जा नि कतिलो छैन हौ पन्जा हेर्ने हो गाइजहरू पन्जा यो यत्रो हङ होइन यहाँ नि पुवाल यहाँ यस्तो छ अनि चिलाइ नखाएर हुन्छ यार कस्तो चिलाइ खाइयो भने नि गाइजहरू यस्तै छैन सो अब घर फर्किँदैछौँ गएर त्यो चारोलाई नि यसो व्यवस्था त हान्नुपर्छ सो अब यस्तै कुरा गर्दै जाऊँ होइन इन्ट्रेस्टिङ बात गर्दै जानुपर्छ अनि म चाहिँ घर आइपुगेँ होइन अनि घर आएर अब यसो आइपुगेँ चारो घाँस लिएको जस्तै छ नि चारो त यसो अनि भोक पनि लाग्यो मलाई होइन गाइजहरू के गर्नु भोक लाग्यो हमको यो चाहिँ हाम्रो किचन हो अनि यहाँ खाना यो दाल होला सायद अनि सायद मासु हेर्नुहोस् गाइजहरू मासु पाकिरहेको छैन
अचार पनि बनाएको रहेछ अब एकछिनपछि मम्मी हुनुहुन्न रहेछ मम्मी आउनुहुन्छ त्यसपछि खानुपर्छ भोक त लागिरहेछ होइन गाइजहरू अनि सो आजलाई चाहिँ अब भिडियो यति नै होइन हेरिदिनुहोस् भिडियोहरू होइन टिकटकतिर हाल्छु होइन म युट्युबमै हाल्छु अनि युट्युबमा भरे रातितिर आउँछ हेरिदिनुहोस् ओके सी इन द नेक्स्ट भिडियो गाइजहरू माया सपोर्ट गर्नुहोस्